वास्तवमा त्यो बाटा खर्च पनि कसरी जो गर्ने होला भन्ने चाहिँ अवस्थाको चाहिँ वास्तवमा अवस्था चाहिँ थियो। म चाहिँ 17 वर्षको चाहिँ हुँदाखेरि मभन्दा तल चाहिँ 3 जना भाइ बहिनीहरू, 1 जना भाइ र 2 जना बहिनीहरू 7 वर्षदेखि 14 वर्ष जतिको भाइ बहिनीहरू हामी 3 जना चाहिँ उनीहरूले मेरो मसहित चाहिँ 4 जना चाहिँ थियो। अनि सरले भनेको मेरो एकजना गाउँको चाहिँ साथी त्यति बेला मैतीमा चाहिँ बस्नुहुन्थ्यो। मलाई गाडी चाहिँ चढ्नै नहुने, गाडी चढ्यो कि भोमिट भइहाल्ने, त्यो त्यस्तो किसिमको चाहिँ भन्नाले ऊ चाहिँ थियो। र मैले आइसकेपछि अब त्यो काठमाडौँ आउँदाखेरि बसमा सरले भने जस्तै त्यो त धेरै नै बिरामी जस्तै चाहिँ हुने गरेको चाहिँ थियो। र काठमाडौँ आइसकेपछि म चाहिँ पिपल्स क्याम्पसमा चाहिँ भर्ना भएँ। म चाहिँ र कहिलेकाहीँ त्यो हाम्रो जस्तो गाउँतिरबाट कोही पाहुनाहरू आउँदाखेरि पशुपति चाहिँ लगाउनु पर्ने चाहिँ हिसाबले त्यो गाडी चढ्यो भने भोमिट हुन्छ भन्ने चाहिँ हिसाबले म चाहिँ मैबीबाट, हुन त अब गाउँको हिसाबले दिनभरि हिँडेर चाहिँ आउनु पर्थ्यो, मोटर चढ्नुलाई त्यो आफ्नो ठाउँमा चाहिँ छ। तर मैबीदेखि चाहिँ हिँडेरै वास्तवमा भन्नाले उ गरेको अवस्था। मैले यहाँ के मात्र चाहिँ भन्न खोजेको भने त्यसरी वास्तवमा चाहिँ म एउटा चाहिँ भनौँ न अब एकदमै अभावको चाहिँ उसबाट चाहिँ अगाडि चाहिँ बढेको व्यक्ति चाहिँ अब अहिले भर्खरै म चाहिँ उद्योग वाणिज्य महासङ्घको निवर्तमान भर्खर 2 महिना जति चाहिँ 1.5 महिना जति भयो। म त्यो गत महिना चाहिँ मैले जिम्मेवारी हस्तान्तरण गरेर अहिले निवर्तमान भइरहेको चाहिँ छु। मेरो चाहिँ एकदम सिधा चाहिँ ऊ चाहिँ के छ भने वास्तवमा इमान्दार हिसाबले भन्नाले मेहनत चाहिँ गर्यो भने त्यो चाहिँ रिजल्ट चाहिँ आफै आउँछ भन्ने कुरा चाहिँ म चाहिँ विश्वास चाहिँ गर्छु। र हाम्रो अघि एउटा पनि धेरै चिज चाहिँ भन्नाले चाहिँ कुरा गर्नु, हामीहरूको चाहिँ अहिले कस्तो किसिमको चाहिँ मतलब एउटा पर्सेप्सन चाहिँ भयो भने एकदम नेगेटिभ चाहिँ हिसाबको पर्सेप्सन चाहिँ वास्तवमा चाहिँ बनेको चाहिँ छ। त्यो चाहिँ विच इज भेरी पपुलर। अब वास्तवमा सरहरूको यो जुन युनिभर्सिटीको चाहिँ कोर्सको चाहिँ र प्राइभेट सेक्टरको चाहिँ कुरा चाहिँ गर्दाखेरि पहिलो चाहिँ भन्नाले हामीले सिकाउनु पर्ने चाहिँ कुरा चाहिँ के छ भने एटिच्युड चाहिँ पोजिटिभ चाहिँ हिसाबको पहिलो चाहिँ भन्नुपर्छ भन्ने म चाहिँ हामी पहिलो चाहिँ। र सँगसँगै हाम्रो त्यो विद्यार्थी त्यो चाहिँ रोजगारी पाउने होइन कि रोजगारी सिर्जना गर्ने चाहिँ हिसाबको चाहिँ हुन्छ भन्ने कुरा पनि म राख्न चाहन्छु।